पूर्वाधारको क्षेत्रमा हामीले कसरी डेभलप गर्ने, निजी क्षेत्रलाई कसरी अगाडि बढाउने, निजी क्षेत्रलाई बढीभन्दा बढी चाहिँ इन्फ्रास्ट्रक्चरमा लगानी गर्न कसरी लगाउने भन्ने विषयहरूको ऐन कानुनमा ठुलो परिवर्तनको जरुरी छ। यो काम चाहिँ आगामी सरकारले गर्नुपर्छ। अहिलेको इलेक्सनको गभर्नमेन्टले इलेक्सन गरेर मात्रै गरेर फेरि पनि त्यस्तै पुरानै हिसाबले सञ्चालन गर्ने सरकार भयो भने त्यसले पनि केही पनि काम गर्दैन। र अब आउने सरकार भनेको एउटा डेभलपमेन्ट ओरिएन्टेड, एउटा सही नेतृत्व दिने सरकार हुनुपर्छ, जसले देशको परिवर्तनको लागि, देशको द्रुत गतिमा विकास गर्नको लागि ठुलो परिवर्तन, चेन्ज ल्याउन सकोस्। त्यस्तो नेतृत्व, यङ चाहिँ लिडरसिप र सबै किसिमको डेभलपमेन्ट ओरिएन्टेड लिडरसिपहरूको जरुरी छ। त्यस्तो लिडरसिप चाहिँ चुनिन र त्यस्तो लिडरसिपहरूलाई ल्याउनको लागि आगामी निर्वाचन सफल होस् भन्ने पनि यहाँहरू सबैलाई शुभकामना व्यक्त गर्दै त्यतातिर अगाडि बढ्न आग्रह पनि गर्दै